नमस्कार। आज हामी कक्षा 4 को सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषयको एकाइ 3 नागरिक चेतना पाठ 3 बाल सहभागिताको अभ्यासका प्रश्नहरू लिएर आएका छौं। सुरु गरौँ पहिलो प्रश्नबाट। बाल क्लबको परिचय दिनुहोस्। बाल क्लब भनेको के हो त? कस्तो रहेछ बाल क्लब भन्ने चाहिँ हेरौँ। उत्तरमा छ विद्यालयमा विद्यार्थीहरू आफैले गठन गरेको समूहलाई बाल क्लब भनिन्छ। विद्यार्थीहरू मिलेर हैन बनाइएको हुँदो रहेछ बाल क्लब। यसमा अध्यक्ष लगायतका पदाधिकारीहरू विद्यार्थीहरू नै हुन्छन्। यो बाल क्लबको सबै यो पदाधिकारीहरू अध्यक्ष सबै चाहिँ विद्यार्थीहरूबाट नै बनाइन्छ। बाल क्लबले विद्यार्थीहरूको हितमा विभिन्न गतिविधिहरू सञ्चालन गर्छन्। बाल क्लबले के गर्छ त? विद्यार्थीहरूको हितमा विभिन्न गतिविधिहरू सञ्चालन गर्छ। त्यस्ता गतिविधिहरूमा जस्तै सरसफाई हैन, विद्यालयको सरसफाई, अनि टोलहरू सरसफाई गर्न सकिने भयो। सामाजिक सचेतना, धूम्रपान, मद्यपान हैन, जाँड रक्सी सेवन, बलात्कार हैन, घरेलु हिंसा, यस्ता विषयमा सामाजिक सचेतना दिने काम पनि बाल क्लबले गर्छ। त्यसैगरी विद्यालय सुधारका कार्यहरू, विद्यालयको शैक्षिक, भौतिक लगायत अन्य पक्षमा के कसरी सुधार गरिन्छ भनेर पनि यो बाल क्लबले चाहिँ त्यो सुधारका पहलहरू गर्न सक्छ। त्यसैगरी प्रश्न नम्बर 2 मा छ बाल क्लबले गर्ने कामहरू उल्लेख गर्नुहोस्। के काम गर्छ त बाल क्लबले भन्ने कुरा छ। उत्तरमा छ बाल क्लबले गर्ने कामहरू यस प्रकार छन्। बाल क्लबले निम्नलिखित कामहरू चाहिँ गर्ने गर्छ। जस्तै पहिलो छ सामाजिक चेतना फैलाउने काम गर्छ। मैले अघि नै कुरा गरिसकेँ। सामाजिक चेतना भन्नाले जाँड रक्सी, चुरोट हैन, बलात्कार, घरेलु हिंसा लगायतका विभिन्न विषयवस्तुमा सचेतना, मानिसहरूलाई चेतना फैलाउने काम बाल क्लबले गर्दो रहेछ हैन, समाजमा चेतना फैलाउने काम। त्यसैगरी अर्को बाल भित्तेपत्रिका प्रकाशन गर्ने काम गर्छ। बाल क्लबले यो बाल भित्तेपत्रिका भन्नाले बालबालिकाका विभिन्न रचनाहरू, प्रतिभाहरूलाई पत्रिकाको मार्फत प्रकाशन गर्ने काम पनि बाल क्लबले गर्ने गर्छ। त्यसैगरी विद्यालयमा फुलबारी बनाउने र सरसफाई गर्ने कार्य गर्छ। विद्यालयको वरिपरि विभिन्न फुलहरू, बोटबिरुवाहरू लगाएर सुन्दर बनाउने काम, त्यसलाई गोडमेल गर्ने काम र सरसफाई गर्ने काम, विभिन्न फोहोर मैलाहरू छ भने त्यसलाई सरसफाई गर्ने काम पनि बाल क्लबले गर्छ। त्यसैगरी अतिरिक्त क्रियाकलाप र खेलकुदमा सक्रिय रूपमा सहभागी हुने काम गर्छ। अन्य आफ्ना साथीहरूलाई पनि बाल क्लबले अतिरिक्त क्रियाकलापमा सहभागी हुन लगाउँछ र खेलकुदमा सहभागी हुन लगाउँछ र बाल क्लबका पदाधिकारीहरू, अध्यक्ष लगायतका पनि आफू पनि त्यस्ता विद्यालयले सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप र खेलकुदमा सहभागी हुने गर्छन्। त्यसैगरी अर्को छ स्थानीय जात्रा र मेलाहरूमा स्वयंसेवकको रूपमा काम गर्छ। विभिन्न स्थानीय ठाउँहरूमा मेलाहरू, जात्राहरू, पर्वहरू हैन परेका हुन्छन्। हो त्यस्तोमा स्वयंसेवकको रूपमा काम गर्ने काम पनि बाल क्लबले गर्छ। त्यसैगरी घरमा घरेलु हिंसा हुन नदिने कार्य गर्छ। विभिन्न मानिसहरूको घरहरूमा विभिन्न घरेलु हिंसाहरू हुने गर्छन्। त्यस्ता घरेलु हिंसा रोक्ने कार्य पनि बाल क्लबले गर्छ। त्यसैगरी अर्को प्रश्न छ गमा कक्षा मनिटर कसले छनौट गर्ने गर्छन्? कस्ता व्यक्तिलाई कक्षा मनिटर छान्नुपर्छ र किन भन्ने प्रश्न छ। यसको उत्तर छ कक्षा मनिटर कक्षाका सबै विद्यार्थीहरूले आपसी छलफल र सहमतिमा छनौट गर्छन्। सबै विद्यार्थीहरू एक आपसमा छलफल गर्छन् अनि सहमतिमा एकजनालाई कक्षा मनिटर
बनाइने गरिन्छ। त्यो कक्षा मोनिटर कस्तो व्यक्तिलाई छान्ने त र किन भन्ने कुरा छ। सबैका कुरा सुन्ने, एउटा कुरा मात्रै सुन्ने होइन कि सबै क्लासभरिका कक्षाभरिका सबै विद्यार्थीहरूका कुरा सुन्ने, साथीहरूलाई समान व्यवहार गर्ने, कसैलाई काखा कसैलाई पाखा, कसैलाई एउटा व्यवहार कसैलाई अर्को व्यवहार नगर्ने र पढाइमा सहयोग गर्ने। अब मोनिटर भनेपछि अलिकति पढाइ लेखाइमा राम्रो भएको पनि हुन सक्ने भयो, उसले अन्य कमजोर विद्यार्थीहरूलाई पढाइमा सहयोग गर्ने काम पनि गर्छ। त्यस्तो व्यक्तिलाई हामीले छान्नुपर्छ। त्यसै गरी अनुशासनमा बस्न सम्झाउने, हैन, अनुशासनमा हुनुपर्छ विद्यार्थीको लागि अनुशासन भनेको एउटा गहना हो भनेर उसलाई अनुशासनमा बस्न अरू विद्यार्थीहरूलाई सम्झाउने काम पनि कक्षा मोनिटरको हो। र समूहमा काम गर्न सक्ने, जसले समूहमा काम गर्न सक्छ, सबैलाई समेट्न सक्छ र साथीहरूलाई काममा लगाउन सक्ने जो व्यक्ति छ, त्यस्ता व्यक्तिलाई हामीले मोनिटर छान्नुपर्छ। सबैका कुरा सुन्ने, साथीहरूलाई समान व्यवहार गर्ने, पढाइमा सहयोग गर्ने, अनुशासनमा बस्न सम्झाउने र समूहमा काम गर्न सक्ने तथा साथीहरूलाई काममा लगाउन सक्ने व्यक्तिलाई हामीले कक्षा मोनिटर छान्नुपर्छ। किन हामीले त्यो कक्षा मोनिटर त्यस्तो व्यक्तिलाई छान्ने त भन्दा, यस्तो व्यक्तिले कक्षाको वातावरणलाई अनुशासित र सहयोगी बनाउन सक्छ, जसले गर्दा सबैको पढाइ राम्रो हुन्छ। एउटा कक्षा मोनिटरले के गर्दो रहेछ त, अनुशासित र सहयोगी बनाउन सक्दो रहेछ। सबै विद्यार्थीहरू अनुशासित हुने रहेछन् अनि एकअर्कामा सहयोगको वातावरण बनाउने काम पनि कक्षा मोनिटरको, जसले गर्दा सबैको पढाइ के हुन्छ, राम्रो हुन्छ। त्यसै गरी अर्को प्रश्न छ, कक्षा मोनिटरलाई तपाईँ कसरी सहयोग गर्नुहुन्छ? कक्षा मोनिटर त बनाइयो हामीले, अब त्यो कक्षा मोनिटरलाई तपाईँले कसरी सहयोग गर्ने त भन्ने कुरा छ। उत्तरमा छ, म कक्षा मोनिटरलाई निम्न तरिकाले सहयोग गर्छु, यो गरेर भनेर लेख्न सकिने भयो बुँदागत रूपमा। कक्षाको नियमहरू पालना गरेर, कक्षामा नियमहरू बनाइएका हुन्छन्, ती नियमहरू अक्षरशः पालना गरेर म मोनिटरलाई सहयोग गर्छु। त्यसै गरी अर्को छ, कक्षा कोठा सफा राख्न र आफ्नो पालोमा सफा गरेर। कक्षा कोठा त सफा हुनु पर्यो, हैन? कक्षा कोठा सफा राख्नलाई बढारकुडार गर्ने होला र त्यो सफा गर्नमा आफ्नो पालोमा बढारकुडार पनि गरिदिने र कक्षा कोठा सफा राख्न म कक्षा मोनिटरलाई सहयोग गर्छु। शिक्षक नभएको बेला हल्ला नगरी साथीहरूसँग मिली पढेर भनेको कक्षा मोनिटरलाई हामीले शिक्षक नभएको बेला हल्ला नगरिकन ज्ञानी भएर पढेर बस्ने, बाहिर निस्किने, चल्ने, खेल्ने गर्नु हुँदैन। त्यसरी हामीले हल्ला नगरी साथीहरूसँग मिलेर पढेर बसियो भने, शिक्षक नभएको बेला नि गरियो भने मोनिटरलाई सहज हुन्छ, नत्र भने मोनिटरलाई असहज परिस्थिति सिर्जना हुन्छ। त्यसै गरी अर्को छ, मोनिटरले आयोजना गरेको छलफल र विभिन्न क्रियाकलापमा सक्रियतापूर्वक भाग लिएर, हैन? मोनिटरले कुनै छलफलहरू राखिदिन सक्छ जस्तो शिक्षक नभएको बेला अथवा अन्य खाली समयमा, र विभिन्न क्रियाकलापहरू गराउन सक्छ कक्षा मोनिटरले। हो त्यस्तोमा सहभागिता भइदिने, छलफलमा भाग लिने, त्यसरी पनि कक्षा मोनिटरलाई सहयोग गर्न सकिन्छ। त्यसै गरी अनुशासन कायम राख्न उनलाई सघाएर, अरू विद्यार्थीहरूलाई पनि हामी अनुशासित बन्नुपर्छ भनेर सम्झाउने र आफू पनि अनुशासित भएर बस्दियो भने कक्षा मोनिटरलाई सहयोग हुने गर्छ। अन्तिम प्रश्न छ, के तपाईँले विद्यालयका महत्त्वपूर्ण निर्णयहरूमा सहभागिता जनाउनु भएको छ भने साथीलाई अनुभव सुनाउनुहोस् भने, हैन? यस्तो हामीले विद्यालयका महत्त्वपूर्ण निर्णयहरूमा हामी सहभागी भइएको हुन्छ, त्यो भएर हामीले के भन्नु पर्यो त उत्तरमा, हो मैले विद्यालयका बाल क्लब गठन, जस्तो बाल क्लबहरू गठन गर्दाखेरि हामी सहभागी भइएको हुन्छ। त्यो बाल क्लब गठन गर्ने कुरा एकदम महत्त्वपूर्ण निर्णय हो यो, हैन? बाल क्लब गठन, कक्षा मोनिटर छनौट, खेलकुद प्रतियोगिता सम्बन्धी छलफल, सरसफाइ अभियान जस्ता महत्त्वपूर्ण निर्णय कार्यक्रमहरूमा सहभागिता जनाएको छु भनेर यस्ता आफूले अरू, जस्तै अब कुनै चाहिँ रेड क्रसको बैठक भन्न सकिन्छ, रेड क्रसहरू विद्यालयमा छन् भने, हैन? यस्ता कुन कार्यक्रमहरूमा
हामी चाहिँ सहभागी भइएको छ त्यो भन्न सकिन्छ। जस्तो सामुदायिक विद्यालयको यो सामाजिक लेखा परीक्षण हुन्छ, त्यसमा पनि विद्यार्थी कुनै एकजना छात्र र एकजना छात्रा सहभागी हुने गरिन्छ। त्यस्तोमा पनि कोही सहभागी हुनुभएको हुन्छ भने त्यो पनि लेख्न सकिन्छ। ती के हुन् त विद्यालयका महत्त्वपूर्ण निर्णयहरू हुन्, महत्त्वपूर्ण कार्यक्रमहरू हुन्। यसरी हामीले यो कुन कुन विद्यालयका महत्त्वपूर्ण निर्णयहरूमा सहभागी भइएको छ त्यो अनुसार आफ्नो पनि लेख्न सकिन्छ। ल, मैले क्रियाकलापमा दिएको एउटा प्रश्नको चाहिँ उत्तर राखेको छु यहाँ। अरू प्रश्नहरू त विद्यार्थीहरूलाई नै गराउने क्रियाकलापहरू हुन्। यसमा अलिकति विद्यार्थीहरू अलिकति कन्फ्युज हुन्छन् कि भन्ने हिसाबले सहजताका लागि यो पनि राखेको छु। बाल क्लब गठनबाट हुने फाइदा के फाइदा हुन्छन् त बाल क्लब हामीले गठन गरियो भन्ने छ। नेतृत्व तथा व्यक्तित्व विकास, ऊ चाहिँ नेतृत्व लिडर हुने, लिडरसिपमा उसमा त्यो विकास हुन्छ। ल, र अर्को चाहिँ व्यक्तित्वको पनि विकास हुन्छ, ऊ चाहिँ अलिकति उसको पर्सनालिटी चाहिँ राम्रो हुने गर्छ। त्यसै गरी बाल अधिकारबारे सचेतना, बालबालिकाहरूले पाउने अधिकारहरू के हुन्, उनीहरूका अधिकारहरू कुन कुन हासिल हुन्छन् भन्ने कुरा सचेतना अथवा उनीहरूलाई चाहिँ जानकारी हुन्छ। त्यसै गरी अर्को छ सामाजिक कार्यमा सहभागिता। समाजमा विभिन्न क्रियाकलापहरू, कामहरू, कार्यहरू भइरहेका हुन्छन्, त्यस्ता कार्यहरूमा पनि सहभागिता हुन्छ। त्यसै गरी अर्को छ विद्यालयको वातावरणमा सुधार। विद्यालयको वातावरण सुमधुर बनाउन, राम्रो बनाउन, सबै मिलेर कार्य गर्ने वातावरण बनाउन पनि बाल क्लब गठनले चाहिँ महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। त्यसै गरी अर्को छ आपसी सहयोग र एकताको भावना। एक अर्कामा विद्यार्थीहरूबीच अथवा मानिसहरूबीच सहयोग गर्नुपर्छ, एकता हुनुपर्छ, एकता नै बल हो भन्ने भावना जागृत गर्न पनि बाल क्लब गठनले चाहिँ फाइदा पुर्याएको हुन्छ। त्यसै गरी अर्को छ जीवनोपयोगी सिपको विकास। विभिन्न जीवनोपयोगी सिपहरूमा विकास गर्न पनि बाल क्लबले फाइदा गरेको हुन्छ। हस्, यति मैले छुटेको हुनाले पुनः थपेँ है त। हस्, नमस्ते। फेरि पुनः अर्को भिडियोमा भेटौँला।